हेलो एन्ड नमस्ते मेरो युट्युब फ्यामिलीहरू के छ तपाईहरुको हाल खबर हैन एकदम सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु आज चाहिँ अलि धेरै नै चिसो बढेको छ चिसो गरिरहेको छ 2 हप्तापछि नयाँ भ्लग लिएर आएको छु यो बीचमा चाहिँ मैले प्रत्येक हप्ता चाहिँ एउटा भ्लग अपलोड गर्नु पर्ला भन्ने सोचिरहेको हुन्छु कहिले के कामले गर्दा हल्का त्यस्तै पढ्न जान्छ अनि भ्लग नै भिडियो नै बनाउन पाउँदैन के त्यसको लागि चाहिँ हल्का क्षमा प्रार्थी छु र आज चाहिँ हल्का समय मिलाएर अनि भ्लग बनाउन लागेको तपाईहरुलाई मेरो भ्लग के कस्तो लाग्छ यसो लाइक कमेन्ट गरिदिनु होला त्यही आधारमा दामी भिडियोहरु बनाउने गर्ने छु ओ माय गॉड ल भन्दै थिए कुरा गर्दै थिए मेरो मोबाइलमा अर्डर आइसक्यो रोक्न पनि मिल्दैन $13 को 2 माइल जतिको अर्डर बज्या रहेछ ल उबरमा बजे साथीहरु यसलाई चाहिँ मैले एक्सेप्ट गरिसके मैले भ्लग स्टार्ट गर्नु भन्दा अगाडि नै ओपन गरिसकेको थिए के अनि सो त्यही भएर अर्डर चाहिँ बजिसकेको छ अब यसले म पिकअप गर्न जान्छु है त चाइनिज फुड चाहिँ मैले कम्प्लिट गरे पिकअप गरिसके र अब यसलाई हामी ड्रप अफ गर्न जानु पर्ने हुन्छ यसलाई यसरी ब्यागमा राख्छु म हैन त्यसपछि म्याप लगाएर ठिक्क 2 माइल जति रहेछ धेरै टाढा चाहिँ छैन 2 माइल जति छ यो अर्डरलाई चाहिँ म अब जान्छु ड्रप अफ गर्न है त प्राय जान्छु त यार फाइनल्ली म चाहिँ यो अर्डर कम्प्लिट गर्नको लागि लोकेसनमा आइपुगिसके यहीँनिर लेफ्ट साइडमा रहेछ कस्टमरले चाहिँ बाहिर भेट्नको लागि अनुरोध गर्नुभएको छ हैन म मेसेज गर्छु है त साथीहरु यो मेरो फर्स्ट अर्डर चाहिँ मैले कम्प्लिट गरिसके र मेरो उबरमा $13 कम्प्लिट भइसकेको छ लगत्तै म यहाँबाट र म अर्को ठाउँतिर जाँदैछु है त यो भन्दा अगाडिको चाहिँ अर्को अर्डर कम्प्लिट गरिसकेको थिए र लगत्तै फेरि मेरो उबरमा $10 को अर्डर बज्यो र यसलाई चाहिँ मैले पिकअप गरिसके मैले भिडियोमा देखाउन चाहिँ पाएन पिकअप गरिसके र यसलाई ड्रप अफ गर्नको लागि चाहिँ म जाँदैछु नजिकै छ यो पनि भनेको चाहिँ कति छ 1.5 माइल जति होला अनि यो लगेर जाँदैछु यो तल रहेछ हो धेरै टाढा मेसन स्ट्रेट तिर रहेछ र केही भएन मजाले लगेर कम्प्लिट गरिदिन्छु यो अर्डर चाहिँ ओहो ल है गाइज मैले चाहिँ यो मेरो सेकेन्ड अर्डर कम्प्लिट गर्नको लागि मेरो लोकेसनमा पनि आइपुगिसके हैन त्यसपछि यसलाई म कम्प्लिट गरिदिन्छु यही हो फुड चाहिँ यही हो फुड पनि हैन यो ड्रिङ्कहरु जुसहरु रहेछ यसलाई चाहिँ हामी कम्प्लिट गरिदिहालेछ ओ माय गॉड हेर्नु त कति धेरै स्ट्रबेरीहरु पोखाइदिरा यार त्यही मजाले राखेर टेक पिक्चर यसरी फोटो खिच्दिने अनि यसरी नेक्स्ट गर्ने गेट लगाइदिउँ न हो ओपनै रहेछ यार यो म आउनु भन्दा पहिल्यै ल लाग्यो अनि यसरी डेलिभरी हुन्छ गाइज लगत्तै मेरो $10 पनि मेरो खातामा जम्मा भइसकेको छ हँसाउँछ भीमसेनले कहिलेकाहीँ तर आफूले आफूलाई अरूले हँसाउन चाहिँ अलि जान्दैन म त्यति धेरै ट्यालेन्ट भएको भए म साइड कमेडी च्याम्पियनमा गएर पनि अहिले खत्रै हुन्थ्यो होला सो अब चाहिँ म यहाँबाट कम्प्लिट गरे लगटै म फेरि यहाँबाट निस्किन्छु कहाँ जाने केही पनि थाहा हुँदैन क्या अर्डर जतातिर आउँछ त्यतितिर कुटुम कुम्रो कसर बोकेर चाहिँ चलिहाल्नु पर्ने हुन्छ हाम्रो सिद्धान्तले त्यही भन्छ गाइज फेरि फनी मेरो डोडास
मा चाहिँ अहिले $9 प्लसको चाहिँ हाइवे अर्डर बजेको छ र यसलाई म ड्रप अफ गर्नको लागि जाँदैछु। यहाँ राम्रो राम्रो भ्यू हेर्दै हैन, दामी दामी चिल्लो बाटो हेर्दै मेरो थोत्रो स्कुटर चाहिँ नभनौँ, यो मेरो इक्कु बेबी हो। सो म चाहिँ जाँदैछु मेरो डोरड्यासको अर्डर ड्रप अफ गर्नको लागि। धेरै टाढा छैन, 7 मिनेट देखाइरहेको छ, 1.8 माइल। कम 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 ब्याग आउँदै रहेछ गाडी। ओ माय गॉड, वेलकम वेलकम, स्वागतम स्वागतम। हेर्नुहोस् त यस्तो भिडमा पनि कस्तो दामी दामी घरहरू बनाएको हो। अचम्म लाग्छ, अचम्म। हाम्रो गाउँघरमा यस्तो भिडहरूमा चाहिँ घाँस दाउराहरू काट्न आउँथ्यौँ, यहाँ चाहिँ पुरा बिल्डिङहरू नै ठडाइदिइरहेको भने। एप्स लेभलै मिलेन के गाइज, लेभल नै मिल्दैन त। अनि हुन्छ हेरौँ न, विकास भनेको यो हो क्या, विकास भनेको यो थोरै न मान्छेको नाम हो यार। वाउ, एकछिन क्यामेरामा वाउ त भन्नै पऱ्यो नि गाइज, किनभने यो ठाउँमा चाहिँ म आइरहेकै हुन्छु, तर भिडियो बनाउँदाखेरि बढी एक्साइटेड भएर वाउ भनिदिनु पऱ्यो नि। यस्तो दामी ठाउँ छ है, यहाँ देख्न सक्नुहुन्छ। यहाँ पुरा यो टर्निङ छ, यहाँ तलबाट पनि पुरा यहाँ भिड जस्तो छ, अनि तल फेरि ठुलो रोड छ क्या। यहाँ हल्का हाइवे नै त होइन, तर हुन्छ नि यस्तो दामी छ त्यहाँ पनि। यो बाटो, तलको बाटो जान बडो मजा पो आउँछ त यार। वाह, यहाँ चाहिँ फुटसल ग्राउन्ड रहेछ, फुटसलहरू के खेल्छन् यहाँ। ओहो हो, बाटो सानो भएको कारणले गर्दा यो पार्किङ गरिरहन्छन् यो ठाउँमा, अनि गाडीहरू छिर्न नै मुस्किल भइदिन्छ क्या। म चाहिँ आइपुगिसकेँ मेरो ड्रप अफ गर्ने डेस्टिनेसनमा है त। ओ माई गॉड, यो अर्डर पनि कम्प्लिट भयो साथीहरू। वाह, $10 9+ भनेर अर्डर आएको, 10 बनाइदिइरहेको, $1 प्लस। ठिक छ ठिक छ ठिक छ, भीमसेनको कुरा चाहिँ एकदम बिग छ भन्दै म यहाँबाट फेरि पनि बिदाबारी भएर, यो ठाउँबाट बिदाबारी भएर अर्को ठाउँतिर जाँदैछु, जानुपर्ने हुन्छ है त। ल म चाहिँ यहाँ ग्यास स्टेसनमा गएर ग्यास भर्नुपर्ने अवस्था देखिरहेको छ। मेरो स्कुटरमा ग्यास सकिएको अवस्था। ग्यास पनि भरियो, जम्मा $4 को। अनि त्यसपछि ओहो, ग्रोसरी स्टोर पनि रहेछ। चट पारामा हल्का मुख सुखिरहेको छ क्या, मुख सुक्खा भइरहेछ। यसो रेडबुल हान्दिउँ न त एउटा। मेरो फेभरेट हान्दिउँ न त यो रेडबुल। गुड, थ्याङ्क यू। साथीहरू हल्का प्यास लागिरहेको छ होइन, रेडबुल खाइदिनु पर्यो एकछिन। हाम्रो नेपाली पारामा चाहिँ चेस भन्छ भने लालाजीको स्टाइलमा ठोक 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 ठोक।
आजको लागि म ब्लग यहीँनिर इन गर्न चाहन्छु। भिडियो चाहिँ हल्का लामो भयो जस्तो लागिरहेछ। ठिक छ, फेरि हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ। यति बेलासम्म यही भिडियो हेरेर चित्त बुझाउनु होला भन्न चाहन्छु है त। तिर्खा लाग्यो, रेडबुल खाएँ, मैले के बिराएँ भन्दै आजको लागि ब्लग यहीँनिर इन गर्न चाहन्छु गाइज।